यो रुख हात्ती पाइलेको रुख रहेछ यहाँ। यो हात्ती पाइले भन्नाले गर्दा हात्तीको पाइला जस्तो यसको पत्ता हुन्छ र पहिला पहिला चाहिँ घुम धान रोप्दा धान गोड्दा र खेतीको काम गर्दाखेरि घुममा यसो उत्याएर लाउँथे। घुम त बस्तीमा बस्ने सबैलाई घुम त थाहै होला। अहिले आउने मसिना नानीहरूलाई चाहिँ घुमको त्यति पत्तो छैन होला हुन चाहिँ। र यो माथि चाहिँ चिउरी फलेको रहेछ, लट्टरामै रहेछ। हेर्नुहोस् त मजाले फलेको रहेछ र पाकेको पनि रहेछ जग्गा जग्गा। अनि यसो वनस्पति प्रकृतिको चाहिँ साह्रो मलाई याद आउँछ क्या। सानोमा चिउरी खाँदै यो हात्ती पाइलेको पत्ताले घुम बनाएर ओढेको, आली लगाएको, ल्याएर साएको, यो सबै याद आउँछ मलाई। र हजुरहरूलाई पनि आउँछ कि भनेर यो दृश्य देखाइरहेको छु। कतिजनाले खानुभएको छ यो चिउरी, अनि हात्ती पाइलेको घुम कतिजनाले उड्नुभएको छ कमेन्टमा यसो बताइदिनु होला। र मेरा सम्पूर्ण भिडियोहरू हेर्नुहुन्छ भने चाहिँ युट्युबमा गएर सर्च गरेर हेर्नुहोस्, त्यहाँ आउँछ। लाइक सेयर पनि गर्नुहोस् तपाईँहरूले। यहाँ हात्ती पाइले चाहिँ प्रशस्त रहेछ। एउटा बर रहेछ यहाँ, बरको रुख, घाँसको रुख हुन्छ यहाँ चाहिँ। यो त माथि आएर टाढा सम्पूर्ण टाढाहरूलाई चाहिँ पर्ने गरिरहेछ। फामफल बेसी रहेछ यहाँनिर चाहिँ एकदमै। कुनै शुभ कार्य लिएर आइएको छ। र यो केटाकेटीको टिकाटालामा यहाँ अदुवा लाउनु भएको रहेछ, धेरै मजाको आएको रहेछ। अदुवामा झार पनि रहेछ। र म यो फामफलको बोटको छेउमा जो पुग्दैछु ल, यहाँ माथि हाम्रो कटेल डाँडा, कटेल गाउँमै आएर यहाँ हाम्रो शुभ कर्ममा आएर शुभ नै सबैलाई दृश्य देखाइदिउँ भनेर खेती गर्दा साह्रै राम्रो हुँदो रहेछ यो फामफलको भनेर सबैलाई आकर्षित गराउन चाहन्छु। जति हामी बस्तीमा छौँ या सहर बजारमा छौँ, जे छौँ यो चाहिँ लगाउँदा हुने रहेछ क्या। राम्रोसँगले फलेको रहेछ यो फल, यो फामफलको फल, फामफल। हेर्नुहोस् ल, हेर्नु होला, लट्टरमै फलिरहेको छ फल। यसले धेरै ठुलो उन्नति दिँदो रहेछ फामफलको फल। देखाएको छ।